नमस्कार, म नरेन्द्र प्रसाद दे, फेदाव गाउँपालिका कार्यालयको स्वास्थ्य संयोजक। हामीले यही 2082 साल ज्येष्ठको 1 गते र 2 गते महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन हुँदैछ। 1 गते यही फेदाव वडा नम्बर 4 को समदु स्वास्थ्य चौकीमा सञ्चालन हुँदैछ भने फेदाव वडा नम्बर 5 इसिबु स्वास्थ्य चौकीमा ज्येष्ठ यो 82 साल ज्येष्ठ 2 गते यो स्वास्थ्य शिविर सञ्चालन हुँदैछ। त्यस स्वास्थ्य शिविरमा महिला प्रजनन स्वास्थ्य सम्बन्धी जस्तै पाठेघरको मुखको क्यान्सर भिआइए सम्बन्धी परीक्षण हुँदैछ भने अर्को परिवार नियोजनकै अस्थायी साधन सम्बन्धी इम्प्लान्ट सेवा पनि सञ्चालन हुँदैछ शिविरमा। भनेपछि महिलाहरूको लागि परिवार नियोजनको अस्थायी साधन आइयुसिडी को सेवा सञ्चालन हुन्छ भने र महिलाहरूकै लागि आङ खस्ने समस्याको परीक्षण हुन्छ र त्यसको उपचार पनि हुन्छ। यी 4वटा सेवाहरू हाम्रो शिविरमा सञ्चालन हुन्छ। भनेपछि यही 82 साल ज्येष्ठको 1 गते समदु स्वास्थ्य चौकीमा हुन्छ भने ज्येष्ठको 2 गते इसिबु स्वास्थ्य चौकीमा यो शिविर निःशुल्क सञ्चालन हुँदैछ। स्वास्थ्य कर्मीहरू यही फेदाव गाउँपालिकाभित्र रहनु भएकोबाट सेवा हुने हो या त अन्यत्र बाहिरबाट हुनुहुन्छ? हाम्रो यो शिविरमा हाम्रै फेदाव अस्पतालको मेडिकल अधिकृत र तालिम प्राप्त नर्सिङ कर्मचारी हाम्रो फेदाव अस्पतालको नै यसमा संलग्न हुन्छ र उहाँहरूले नै सेवा दिनुहुन्छ। अब 2वटा वडामा मात्रै सञ्चालन हुँदैछ, अन्य वडामा के छ? अन्य वडामा योभन्दा अगाडि हामीले गत साल फेदाव अस्पताल, हाम्रो फेदाव गाउँपालिका कार्यालय र स्वास्थ्य कार्यालय तेह्रथुमको आयोजनामा फेदाव वडा नम्बर 2 को वाइगजुङ स्वास्थ्य चौकीमा सञ्चालन भएको थियो र त्योभन्दा अगाडि जलदले स्वास्थ्य चौकी र हाम्रो फेदाव अस्पतालमा त नियमित भइराखेको छ यो सेवाहरू। भनेपछि हामीले गत साल वाइगजुङमा गऱ्यो भने यसपालि हाम्रो यो समदु र इसिबु मात्र गर्ने लक्ष्य छ, यो शिविर सञ्चालन गर्ने लक्ष्य छ। जुनसुकै वार्डको अथवा अर्को पालिकाबाट अथवा छिमेकी पालिका जस्तै हाम्रो आठराई गाउँपालिका नजिक छ भने आठराईबाट पनि आउन सक्नुहुन्छ र सेवा लिन चाहनुहुन्छ भने लिन सक्नुहुन्छ उहाँले। हस् त, धन्यवाद।